ब्रेकपछि पुनः स्वागत छ दर्शकहरू। तपाईँ यतिखेर झापाको बिर्तामोडबाट प्रसारण भइरहेको सूर्योदय टेलिभिजन हेर्दै हुनुहुन्छ र म छु तपाईँसँग टिकाराम नेती। र आज तपाईँ एमालेको पोलिट ब्युरो सदस्य तथा पूर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसँग हुनुहुन्छ र उहाँसँग हामी समय सन्दर्भका कुरा गरिरहेका छौँ र कार्यक्रम सिधा कुरामा छौँ। उहाँले अहिले यो टेलिभिजनको इन्टरभ्यूभन्दा अगाडि भन्नुभएको थियो कि अहिलेसम्म मैले मेरो कार्यक्रम टेलिभिजनमा मैले नै हेर्न पाएको छैन। मैले धेरै टेलिभिजनमा इन्टरभ्यू दिएँ, अन्तर्वार्ता दिएँ, गएँ, कुरा गरेँ, धेरै ठाउँमा धेरै कार्यक्रमहरूमा म सरिक पनि भएँ, तर मैले टेलिभिजनमा हेर्न पाएको छैन। र मैले उहाँलाई प्रश्न गरेँ किन? उहाँको सजिलो जवाब थियो, मेरो कोठामा मेरो घरमा टेलिभिजनै छैन। यस्तो पनि नेता हुनुहुन्छ जो आजभन्दा करिब तपाईँ भनौँ न 20-22 वर्ष अगाडिदेखि नै 20 वर्ष करिब 15-20 वर्ष अगाडिदेखि चाहिँ सरकारको प्रतिनिधित्व पनि गरिरहनु भएको छ कुनै न कुनै रूपमा, हैन? त्यस्तो नेताको घरमा एउटा टेलिभिजन के हो? अवस्था नै त्यस्तो रहेन कि यो नेताहरू त अलिक बढी लोकप्रिय हुनलाई पनि जनतालाई देखाउन पनि म त केही छैन, म त एकदमै चाहिँ गरिब मान्छे हो, म तपाईँहरूकै लागि सारा कुरा समर्पण गरेँ भनेर पनि गर्नुहुन्छ नेताहरूले। के हो तपाईँको यथार्थ के हो? मैले चाहिँ म धेरै कुरा कम्प्युटरबाट हेर्छु हो र कम्प्युटरमै कहिलेकाहीँ चाहिँ कम्प्युटर पनि हेर्न मिल्ने अनि टेलिभिजन पनि हेर्न हुने, त्यही स्क्रिनबाट हेर्न हुने गरिकन छ, त अलग टेलिभिजन छैन। त्यस कारणले मैले धेरै जसो समय चाहिँ कहीँ न कहीँ व्यस्त भइरहेकै कारणले गर्दाखेरि टेलिभिजनबाट प्राय थोरै मात्र कहिलेकाहीँ चाहिँ कम्प्युटर नचलाइरहेको बेलामा हेर्ने हो, नभए धेरै जसो मैले चाहिँ युट्युबबाट हेर्छु र त्यसपछि भन्ने हो भने अनलाइनहरूबाट चाहिँ म हेर्ने गर्छु। त्यसरी नै मैले चलाइरहेँ। अब तपाईँ यति इमान्दार नेता भनेर चिनिनुहुन्छ, दर्शकहरूले त्यसरी नै सम्बोधन गर्नुहुन्छ, साधु नेता भनेर चिनिनुहुन्छ। तर अर्को हाम्रा दर्शकहरू जनताहरूले चाहिँ कसरी टिप्पणी गर्नुहुन्छ भने यो सरकार जतिको उहाँहरूकै भाषामा, यो उहाँहरूको शब्द हो, मेरो शब्द होइन, प्रतिपक्षी लगायत अन्य दलहरूले चाहिँ यतिको नाजायज सरकारहरूको बन्नै सकेन भनेर फेरि टिप्पणी गर्नुहुन्छ। किन? अब एउटा कुरा के हो भने सरकार बन्दाखेरि नै अलि अप्ठ्यारो अवस्थामा बने हो। हजुर। र नेपालका धेरै जसो राजनीतिक पार्टीमा के छ भने सरकारमा आफू नरहेपछि अनि चाहिँ के देख्ने भने नालायक देख्ने र कुनै काम गरेकै नदेख्ने। त्यसैले ठ्याक्कै त्यसैले टिपिकल उसमा जाउँ है, म प्रश्नमा जान्छु, टिपिकल प्रश्नमा जान्छु। यो सरकारको पालामा तपाईँले कहिले पनि सबभन्दा धेरै कालोबजारी भएको कहिले देख्नु भएको थियो तपाईँले जानेको, तपाईँको इन्फर्मेसन आएको जानकारी अनुसार? एउटा कुरा के हो भने सरकार संयुक्त सरकार हो। हजुर। जिम्मेवारी संयुक्तले लिनुपर्छ कि पर्दैन? होइन, जिम्मेवारी कसले लिने त्यो पछि कुरा गरौँला। अहिले चाहिँ एमालेको नेतृत्वमा सरकार छ। अब यसको प्रधानमन्त्री केपी शर्मा ओली तपाईँहरूको पार्टीको अध्यक्ष पनि हुनुहुन्छ, होइन? उहाँकै पालामा जतिको कालोबजारी अरू कुनै पनि समय भएको थियो? एकदमै साँचो कुरा भनिदिनु त जनतालाई। यो साँचो भन्ने हो भने नाकाबन्दीले आपूर्ति व्यवस्था तहस नहस बनायो र आपूर्ति व्यवस्था तहस नहस बनाएकोले गर्दाखेरि नाकाबन्दी खुले पनि व्यवस्थित हुनको निम्ति टाइम लाग्ने भएको छ। एउटा कुरा त्यो हो। अर्को कुरा के हो भन्दाखेरि मौकाको दुरुपयोग पनि गरेको छ। दुरुपयोग कि सदुपयोग भयो? व्यापारीहरूले दुरुपयोग गरे। होइन, तपाईँलाई मैले प्रश्न किन गरेँ भने किन एकदमै प्रतिप्रश्न गरिरहेको छु भने नि मेरो घरमा ग्यास थिएन, हो होइन? हो। मलाई कहीँ न कहीँबाट एउटा व्यापारी कसैले उपलब्ध गराइदियो के? हो। त्यो सदुपयोग थियो कि दुरुपयोग थियो? म बोकै गर्छु। त्यो चाहिँ नेपालकै ग्यासबाट ल्याइदियो कि विदेशबाट ल्याइदियो? अलग कहाँबाट ल्याइदियो मलाई थाहा छैन, मेरो घरमा ग्यास बल्यो। तपाईँको घरमा आएको ग्यास नेपालबाटै आएको हो र जुन ग्यास निश्चित विधि अन्तर्गत आउनु पर्थ्यो, विधि नागेपछि हाम्रै शरीरमा नसाहरू कहीँ ब्लक भयो भने वा कहीँ नसामा रगत जाम भयो भने के हुन्छ? त्यहाँ डिस्को निक्लिन्छ, घाउ खटेरा निक्लिन्छ, पक्षघात हुन्छ। भएकै यही हो। होइन, ग्यासमा मात्रै केन्द्रित भइरहनु भएको छ। पेट्रोलियम पदार्थको कुरा गरौँ, होइन? मैले
हाम्रो त सीमा छ नि, सीमा नजिकै एउटा के अरे खुला सिमाना भएको कारणले गर्दाखेरि तस्करहरूले वारीपारी गर्ने अलग कुरा हो। एकदमै एकदमै मैले ठ्याक्कै यहाँसँग जोडेँ। त्यसो भने तस्करी कसले गरायो हैन भन्ने हो भने सिमाना चाहिँ मेरो कब्जामा छ भन्ने जसले सिमाना अवरोध गरे। मैले यसो भने तस्करी तत्कालीन प्रधानमन्त्री केपी शर्माले गराउनु भयो भने के हुन्छ? त्यो मिल्दैन। एउटा राज्यको नेतृत्व गरेर सरकारको नेतृत्व गरेर बसेपछि जनताको चुलोमा ग्यास पुर्याइदिने त राज्यको दायित्व हो नि। यदि त्यही दायित्व खोज्ने हो भने अन्तर्राष्ट्रिय रूपमा भन्ने हो भने 10 गजामा कोही धरना बसिया छ भने नो म्यान्स ल्यान्ड भन्छ, मान्छे त रहनै सक्दैन। तर नेपालको विशिष्ट परिस्थिति भएकोले गर्दाखेरि सबैलाई चाहिँ त्यहाँबाट चाहिँ होइन, हामी कृपया लाल बाबुजी एकतिर देखाएर अर्को कमजोरीलाई ढाकछोप गर्ने प्रयत्न नगरौँ। सरकारले व्यवस्थापन गर्ने कुरामा म 100मा 100% ठिक गर्यो म पनि भन्दिनँ। होइन, मलाई यहाँसँग म कहाँ जोडिरहेको छु भने तपाईँ एकजना इमान्दार नेता, यो इमान्दार नेता बीचमा बेइमान प्रवृत्ति गर्दाखेरि प्रवृत्ति कसले देखाए म त कुरा गर्दिनँ, प्रवृत्तिको कुरा गरेको मैले। प्रवृत्ति त बेइमानी भएकै हो। एकदमै यति भनिदिनु नि पुग्यो है, बेइमानी भएकै हो। अब त्यसो भने तपाईँ भनिदिनुहोस् कि एउटा सानो काम गर्न नसक्ने सरकारले यति धेरै सपना बाँड्यो, के सार्थक थियो? एउटा कुरा के हुन्छ भने तपाईँले पनि विवाह गर्नुभयो होला, हो विवाहको रात के सपना देख्नुभयो होला, विवाह जुन दिन गर्नुभयो नि, मैले आज एक दिनको मात्रै सपना देख्छु भनेर देख्नुभयो कि विवाह गरेपछिका सबै सपनाहरू देख्नुहुन्छ? सरकारले नेपाल समृद्धिको निम्ति जो सरकारको जिम्मेवारीमा गएको हुन्छ उसले सबै सपना देख्न सकेन भने ऊ अगाडि बढ्नै सक्दैन। मलाई भन्नुहुन्छ भने म पनि मन्त्री हुँदाखेरि देशलाई समृद्ध बनाउने सपना नदेखेको भए म आफूलाई जनताको बीचमा उभ्याउनै सक्ने थिएँ। एकदमै यहाँ ठ्याक्कै ठाउँमा आउनु। मैले के भन्न चाहन्छु, यहाँले सपना देख्नुभयो र तपाईँले पहिल्यै म यो गर्छु भन्नु भएन, जतिखेर गर्न सुरु गर्नुभयो त्यतिखेर घोषणा गर्नुभयो। एकदमै म त्यही कुरा आउँदैछु। मैले विवाह गरेकै रात बिहान जुरुको उठेर घरमा अब 4 जना छोराछोरी जन्माउँछु, एउटालाई अमेरिका, एउटालाई स्विजरल्यान्ड, एउटालाई थाइल्यान्ड पठाउँछु र म यहाँको एउटा सबभन्दा ठुलो व्यापारी भएर बस्छु भने त्यो निरर्थक हुन्छ। सपना देख्न पाइन्छ, खासखुस गर्न पाइन्छ, तर सार्वजनिक कति गर्ने भन्ने कुरा त ध्यान दिनु पर्छ। एउटा कुरा के हो भने अठोटलाई गर्नुपर्छ। म फेरि पनि विवाहकै उदाहरण दिएँ। विवाह गर्दाखेरि नयाँ लुगा लाउनुहुन्छ सिलाएर, होइन, योजनाहरू देख्नुहुन्छ। बेहुलाको निम्ति नयाँ लुगा लाउँछन्, तर के हो भने त्यो नयाँ बेहुलीको दिन वा बेहुलाले लाउने लुगासँगै भोटो सिलाउँदैनन्। सबलाई थाहा छ कि भविष्यमा बच्चा हुन्छ, तर त्यही दिन भोटो सिलाउँदैन। कतिपय प्रसङ्गमा भन्नुहुन्छ भने नेपाल त्यो ठाउँमा पुग्ला, तर अहिले हतार भएको। एकदमै यति भन्दिनु पुग्यो। त्यसकारण त तपाईँ इमान्दार नेता हो, त्यसकारण त तपाईँलाई अझै भन्दाखेरि दुईवटा विषयमा अलि बढी हतार गर्नु। कुन विषय? एउटा दार्चुलादेखि सगरमाथाको टुप्पामा केवल कार चाहिँ कुदाउनुपर्छ एउटा। अर्को कुरा के हो भने अहिले तत्कालीन रूपमा नेपाल समुद्रमा जहाज चलाएर अनि चाहिँ व्यापार गर्ने कन्डिसनमा पुगिसकेको छैन। त्यो कुरा होइन भने बाँकी कुरा चाहिँ हामी सुरु गर्नुपर्छ, तर सुरु गरेकै दिन सबै कुरा प्राप्ति हुँदैन, त्यो बाटोमा हिँड्नुपर्छ भन्ने कुरामा प्रधानमन्त्रीज्यूले जे भन्नुभएको छ त्यो ठिक छ। त्यसको सुरुवात गर्नुपर्छ। अन्तिम चाहिँ यही आर्थिक वर्षमा अन्तिममा पुगिन्छ भने उहाँले कहीँ पनि भन्नुभएको छैन, त्यस्तो सम्भव पनि छैन। एकदमै। अब लालबाबुजी, मैले एउटा यहाँ सानो संस्कृतको श्लोक ल्याएको छु है, म यहाँलाई सुनाउन चाहन्छु। यो सान्दर्भिक छ, त्यसकारण मैले यहाँलाई सुनाउन, आम दर्शकहरूका लागि पनि मैले सुनाउन गइरहेको छु। यसमा के रहेछ भने एकजना पूर्वीय दर्शनका ऋषि चारदाकले चाहिँ के भनेको रहेछ भने ऋणम कृत्वा घृतम पिबेत, ऋणम कृत्वा घृतम पिबेत यावम जीवेत सुखम जीवेत भनेको रहेछ। यो भनेको चाहिँ अब यहाँ त संस्कृत जान्नुहुन्छ है? म अलिअलि बुझ्छु। के भनेको?
यो भनेको धेरै विवादहरू छलफलहरू भए भने पनि समृद्धिकै निम्ति चाहिँ हो भन्नुभयो होइन। तर त्यसो चाहिँ भनेको होइन रहेछ। संस्कृतमा के चाहिँ भनेको रहेछ भने यो चाहिँ जसरी हुन्छ ऋण गरेर भए पनि तिमी घिउ खाऊ होइन, घिउ खानुपर्छ, यो बाहेक लोकमा अर्को कुनै पनि अर्को लोक छैन, तिमी जति बाँच्यौ सुखले बाँच भनेको रहेछ क्या। मैले त्यसलाई मैले त्यसरी बुझ्दिनँ। हजुर, सुखमा बाँच्नको निम्ति हजुर चाहिँ आफ्नो कर्तव्य गर, मेहनत गर। हजुर, र मेहनत गरेपछि त्यसको फल प्राप्ति हुन्छ। होइन यहाँ भनेको छ ऋणम कृत्वा, ऋण गरेर भए पनि घृतम विपेत, त्यसको घिउ चाहिँ खाऊ होइन, त्यसको म समर्थन गर्दिन। एकदमै यही आए विषय यही एकदमै 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 कृपया यहाँलाई मैले रोकेको होइन, विषयान्तर हुन नदिएको मात्रै हो। एकदमै समर्थन गर्नुहुन्न? गर्दिन। अहिले प्रत्येक नेपालीको टाउकोमा कति ऋण छ? आज भर्खरै जन्मिएको अहिले भर्खर हामीले बोलिरहँदा करिब करिब सुन्ने गरेको छु 21,000 को एकदमै 21,000 पनि क्रस गरिसकेको छ। यो अवस्थामा तपाईको बजेटले चाहिँ कर्मचारीको तलब बढाइदियो। ऋण मागेर कर्मचारीको तलब बढाउने एउटा कुरा के हो भने ऋण मागेर कर्मचारीको तलब बढाउने कुरा होइन। तर के हो भने कर्मचारीको तलब एउटा आवश्यकता हो है। तर एउटा कुरा के हो भन्दाखेरि हाम्रो बजेटले नधान्ने भएकोले गर्दाखेरि विकास निर्माणको आयोजनाको निम्ति ऋण लिनुपर्ने स्थिति हो र अनुदान लिनुपर्ने स्थिति हो। मैले बारम्बार भनिरहेको छु। म 2 दिन अगाडि पनि मैले एउटा अनलाइन इन्टरभ्यूमा भनेको थिएँ कि मागेर कोही सुखी सम्पन्न हुन सक्दैन, भागेर अनि म समस्यालाई जिते भन्ने पनि समस्याबाट मुक्त हुन सक्दैन। त्यसकारण अहिले नेपाल माग्ने र त्यसपछि चाहिँ कतिपय सन्दर्भमा भाग्ने पनि यो स्थिति छ। त्यसकारणले गर्दाखेरि अब कोही नेपालले माग्ने माथि प्राथमिकता दिनुभन्दा आत्मनिर्भर हुने तर्फ प्राथमिकता दिनुपर्छ र समस्यासँग भागेर होइन, जस्तो सुकै सङ्कट सामना गर्नु परे पनि समस्यालाई समाधान गर्न सक्ने जति गर्नुपर्छ र जुन समाधान गर्न सकिँदैन सिधै सकिँदैन भन्नुपर्छ। तपाईले यहाँ बोलिरहँदा नि यही सँगै जोड्दा हजुर मैले खास गरिकन तराई मधेसमा एउटा उखान प्रचलित छ, दानी से सोम भला जो चौरे दिए जवाब। म महादानी छु तर 1 रुपियाँ दान गर्दैन। त्यो भन्दा बरु कन्जुस त थोरै थोरै भए पनि त दिन्छ नि है। त्यो महादानी भन्दाखेरि कन्जुस राम्रो, किनभने उसले दिन्छ। तर महादानी भनिया छ दान चाहिँ गर्दैन। त्यसै कारणले गर्दाखेरि अहिलेको परिस्थितिमा सरकार चाहिँ प्रष्टसँग अगाडि बढ्नुपर्छ र साना खुद्रा मसिनो कुरामा एकदमै। लालबाबुजी तपाईले यहाँ बोलिरहँदा नि आज बोलेको यहाँ बोलिरहनु भएको छ, कति दिन अगाडि बजेट आएको? बजेट आएको त आज चाहिँ भनौँ न 3 दिन भयो नि। तपाईले 3 दिन अहिले बोलिरहनु भएको छ, 3 दिन अगाडि आएको बजेट जहाँ तपाईले समर्पण हुनुपर्छ, बरु दान दिनुपर्छ, केही गर्नुपर्छ भनेको बजेटमा कहाँनिर कुन ठाउँमा चाहिँ समेटियो? एउटा कुरा भन्नुहोस् न, के कुन क्षेत्र समेटिएन? तपाईले त उल्टो के गर्नु भने बरु तलब बढाइदिनु भयो, सेवा बढाइदिनु भयो, सुविधा भने ऋण लाग्ने जनतालाई एउटा गरिब जो बिहान बेलुकाको छाता गर्न सक्दैन नि उसलाई 21,000 को ऋण बोकाइदिनु होइन। एउटा कुरा 21,000 को ऋण अहिले बोकाएको होइन, एकदमै त्यो इतिहास कालदेखि आएको हो। हामीले त पूर्ति गर्न सक्नु पर्थ्यो, बरु त्यसलाई सुलाउनेतिर जानु पर्थ्यो। यतिखेर कर्मचारीको तलब बढाइदिनु भयो, म त्यतातिर गइरहेको छु। म त अहिले पनि के भन्ने पक्षमा छु भने कर्मचारीको तलब बढेकोमा धेरै टाउको दुखाउनु हुँदैन। तर कर्मचारीले इमान्दारीपूर्वक काम गर्दैन, भ्रष्टाचार गर्छन् भने तिनको सम्पूर्ण सम्पत्ति नै कब्जा गर्नुपर्छ भन्ने पक्षमा छु। किन भन्दाखेरि जनताले जनतामुखी राष्ट्रसेवक भइदिनु पर्यो। तपाईँ सामान्य प्रशासन मन्त्री हुँदा नि कर्मचारीले घुस खायो भनेर कम्प्लेन कति आयो, कतिको आउँथ्यो? एउटा कुरा के हो भने म कहाँ घुस खायो भने चाहिँ कम्प्लेन नआओस् भनेर
हजुर मैले यहाँ विराटनगरमा पूर्वाञ्चल क्षेत्रभरिकै जम्मै कर्मचारीलाई बोलाएको थिएँ हजुर है सिडिओ कार्यालयमै म मन्त्री हुना साथ हजुर र मलाई पहिलोचोटि भनिएको थियो श्रावण महिनामा कालो ब्रिफकेस चाहिएको लाइन लाग्छ र सामान्य प्रशासन मन्त्रालयमा मेला लाग्छ भनेको थियो हजुर मैले के भनेको थिएँ भने सञ्चार कर्मी साथीहरूलाई मानवाधिकार कर्मी साथीहरूलाई र आजै सुन्नुहोस् राष्ट्र सेवक कर्मचारी मित्रहरू कुनै किसिमको ब्रिफकेस नबोक्नुहोला हजुर मेला लाग्दैन मेला लगाउन कोसिस गर्नुभयो हजुर र त्यसपछि ब्रिफकेस बोक्नुभयो ब्रिफकेसको रङसँग मलाई मतलब छैन ब्रिफकेस बोक्नुभयो भने वा ब्रिफकेस नबोकिकन हजुर पकेट चाहिँ तातो पारेर आउनुभयो भने मेलामा कैँची लाग्न सक्छ तर ब्रिफकेस लिएर मेरो सामने आउनुभयो भने म त्यो ब्रिफकेसले हानेर टाउको फुटाउने छु र टाउको फुट्यो भनेर फेरि कोही मानवाधिकारवादीले मानवाधिकारको हनन भयो नभन्नुहोला कुनै पत्रकार मित्रले चाहिँ यसलाई किन हानेको भनेर नसोध्नुहोला हजुर कोही आएनन् कोही मसँग आएनन् हजुर र मैले त्यही सँगसँगै त्यसैले म त्यही भन्दैछु मैले मन्त्रालयको सबै ठाउँ सिसी क्यामेरा फिट गरेर कन्ट्रोल चाहिँ मेरो रुमबाट भयो हजुर र बगैँचामा शुद्ध भेटेँ र को कम्पाउन्डभित्र छिर्दैछ त्यो पनि गरेँ र त्यति मात्रै होइन मेरो सहसचिवको र सचिवको मोबाइल नम्बरमा कम्प्लेन गर्नुहोस् भने मलाई एउटा पनि कम्प्लेन आएन हो त्यसो भने भनिदिनुहोस् तपाईँको पालामा कसैले घुस खाएन अब मैले सञ्चालन गरेको मन्त्रालयभित्र मलाई कसैले कम्प्लेन नगरेकोले म भन्न चाहन्छु म 19 महिना 12 दिन बस्दा कसैले कम्प्लेन नगर्नु भएकोले गर्दा घुस खाएनन् भने तर हाम्रो बुझाइ चाहिँ के हो भने तर के हो भने कसैले चाहिँ गोप्य रूपमा केही गर्नु भएको भए अथवा मन्त्रालय बाहिर केही गर्नु भएको भए दुईटैले केही नबोलेको भए अथवा लिने दिनेले केही नबोलेको भए मन्त्रीलाई त थाहा हुने कुरो भएन किनभने तपाईँलाई ठाउँ दिएछु होइन एकदम एकदम मैले यहाँ हामी समयको अन्ततिर पनि छौँ त्यस कारण मैले जोड्न खोजिरहेको छु अब यो अहिले नेपालमा चाहिँ घुसको कस्तो भइदियो भने नि सहमतिको घुस चल्न थाल्यो कि मैले तपाईँलाई दिने तपाईँ पनि चुप लाग्ने होइन अनि मैले लिने म पनि चुप लाग्ने अहिले त ठुल्ठुलो रकम घुस चाहिँ स्वदेशमा चल्दैन विदेशमा चल्छ विदेशमा चल्छ छोराछोरी पठाएछन् अनि नभए चाहिँ श्रीमती पठाएछन् विदेशमा खाता छ त्यसमा हाल्दिनु भने ठुला ठुला घुस त्यसरी पनि चलेको छ त्यसैले गर्दा मैले अघि पनि भने कि घुस लिएको कसैले प्रमाणित भयो भने घुस लिएको रकम होइन उसको पैतृक सम्पूर्ण जफत गर्नुपर्छ र कंगाल बनाएर छोडिदिनुपर्छ कंगाल बनाएर छोडिदियो भने दुनियाँले देख्ने छन् कि यो इमान्दार हो कि एकदमै हामी समयको अन्ततिर छौँ है अझै तराईको मामलामा म थोरै प्रवेश गर्न चाहन्छु कि तराई अब केपी शर्मा ओली प्रधानमन्त्री केपी शर्मा ओली केही कुरा गर्ने हो भने बगवास हल्ला मात्रै फैलायो उहाँहरूमा सम्पूर्ण कुरा गरिसकिएको छ यसरी हल्ला गर्नु व्यवधान उत्पन्न गर्नु आन्दोलन गर्नुको अर्थै छैन भन्छ तराईमा समस्या छ छैन एकदमै सटिकमा हामी कार्यक्रम एउटा कुरा के हो भने भावनात्मक समस्या छ हजुर तर त्यो भावनात्मक समस्यालाई हल गर्नुपर्छ त्यसमा कुनै दुई मत छैन संविधानभित्र विभेद गर्ने कुरा हो भने विभेद मैले पाउँदिन तर के हो भने निश्चित केही कुरालाई चाहिँ अलि खुक्लो भइदिए हुन्थ्यो कसैले अलिकति नियन्त्रित गर्नुपर्छ भन्ने खुला सिमाना पनि भएको कारणले गर्दाखेरि त्यो हो र मैले यसपटक अझै भन्नुहुन्छ भने एमालेको केन्द्रीय कमिटीमा र मैले प्रधानमन्त्रीज्यूलाई भेटेर पनि भने थुप्रै प्रोजेक्टहरू चाहिँ तराईमा केन्द्रित प्रोजेक्टहरू सम्पन्न भएन हजुर र यो सरकारकै कारणले गर्दा भएन भनेर जस्तै हजुर कि हुलाकी राजमार्गमा मैले भन्दाखेरि 5 अरब बजेटबाट यसै वर्ष सुरु गरौँ भने हजुर मलाई चाहिँ हुन्छ भन्नुभएको थियो तर 4 अरब 20 करोड चाहिँ बजेट आएछ म राम्रै मान्छु हजुर अर्को कुरा कि तराईका सहरहरूलाई विकास गर्ने व्यवस्थित गर्ने कुरा आएको छ त्यो म राम्रो मान्छु
हजुर त्यस्तै उत्तर दक्षिण सडक होइन मैले भन्न खोजेको त्यो चाहिँ हजुर म राम्रै मान्छु जुन खालको तराईमा असन्तुष्टि छ नि त्यो चाहिँ हो त्यो चाहिँ सही होइन होइन हो तर कुरो के हुन्छ भने तराईका कतिपय नेतालाई छ हजुर नेपालमा 15 मिनटको निम्ति कोही विदेशी पस्यो भने त्यसलाई वंशजको आधारमा नागरिकता दिनुपर्छ भन्ने मान्यता राख्नुहुन्छ राष्ट्रको नागरिकता भनेको आफ्नो देशको विशिष्ट परिस्थिति अनुसार दिने कुरा हो कुनै देशको ठ्याक्कै कुनै देशसँग मिल्दैन त्यसै कारणले गर्दा मलाई भन्नुहुन्छ भने नेपालमा बुहारी भित्र्याउने हो छोरी पठाउने हो हजुर तर छोरी पठाउनेलाई पठाइसकेपछि ज्वाइँलाई पनि नागरिकता दिनुपर्छ भन्ने मान्यता हो हजुर त्यो गलत हो हजुर अब एकदमै हामी कार्यक्रमको अन्ततिर छौँ अब एकदमै छोटो रूपमा उत्तर दिनु होला मैले यहाँलाई आग्रह गरिरहेको छु नेपालमा कम्युनिस्टहरूको एकीकरण सम्भव देख्नु भएको छ नेपालमा कम्युनिस्ट पार्टी बनेदेखि नै विभाजित हुने एकीकृत हुने प्रक्रियामा छ तर अहिलेको जुन खास गरिकन माओवादी केन्द्रले हजुर जसरी कि 1000 केन्द्रीय सदस्य भएको हजुर एकीकरण गरेर हजुर अनि कमिटी भनेको बनाउने अनि ठुलो देखाउने हो भने यो सपना नदेखे हुन्छ किन भन्दा चीनको कम्युनिस्ट पार्टीमा थाई कमिटी 7 जना छन् 69 गुना ठुलो छ चीन हो 69 गुना ठुलो छ यहाँ त सबलाई पद मात्रै दिएर अनि पार्टी नै अलग अलग बनाएपछि ठुलो हुन्छ भन्ने कम्युनिस्टको एकीकरण सम्भव छैन नेपालमा सम्भव छ हजुर तर अहिले सम्भव छैन त्यो चाहिँ बाटोमा हिँड्नुपर्छ र क्रमशः कम्युनिस्ट पार्टीहरू थुप्रै समाप्त भएर गएका छन् र एकीकृत पनि भएर आएको छ नेपालमा कम्युनिस्टलाई माया गर्ने जनताको ठुलो संख्या छ र त्यो ठुलो संख्याको समर्थन र सहयोगमा यति बुझ्नु भएपछि अब यतिखेर प्रचण्डले मेरो नेतृत्वमा कम्युनिस्टहरू एक हौँ भन्यो भने एमाले त्यो सम्भावना छैन किनभने जसरी उहाँले एकीकरण गर्नुभएको छ त्यो सम्भव छैन विचार र नेपाल समृद्धिको निम्ति विदेशीको कुनै पनि इशारालाई नलिकन आत्मनिर्भर भएर सोच्ने हो भने हजुर त्यो नेपालमा सम्भव छ अब यहाँ के भनेको छ नि सीमाङ्कनको रिपोर्ट चाहिँ फागुनसम्ममा दिने भन्यो सरकारले होइन फागुनसम्म आउने दिनु पर्यो भनेर भन्यो अनि चुनाव चाहिँ तपाईँको स्थानीय निकायको चुनाव चाहिँ त्योभन्दा अगाडि मङ्सिरमै राखिदियो क्या यो के पुरानै सीमाङ्कनबाट अब गाउँपालिका नगरपालिकाहरू पनि हुँदैछ होइन पुरानोमै हुने एउटा के हो भने अहिले गाउँपालिका र नगरपालिका त्यसको सीमाङ्कन गर्नको निम्ति भदौभरिमा सकिन्छ हजुर र अहिले अन्तरिम अवस्थाको चाहिँ चुनाव मङ्सिरमा गर्ने हजुर किनभने स्थानीय निकाय तहस नहस भएको कारणले गर्दा पुरानै सीमाङ्कनको आधारमा हुन्छ पुरानै होइन केही त्यसमा परिवर्तन हुन्छ नगरपालिका महानगरपालिकाको सिमाना परिवर्तन हुँदैन हजुर तर गाउँ विकासको के हो भन्दाखेरि गाउँ विकास जोड्ने कुरा मात्रै हुन्छ फोर्ने कुरा हुँदैन सीमाङ्कन निश्चित नभइकन स्थानीय निकायको चुनाव सम्भव छ त्यो चाहिँ मैले भने नि अहिले जुन आयोग बनेको छ त्यसले चाहिँ भदौभरिमै हामी दिन सक्छौँ संघीयताको पूर्ण खाका आउन बाँकी छ है टाइम लाग्छ तर के हो भन्दाखेरि विचारमा फरक यहाँ के कुरा छ भने कि संघीयता मात्रै गर्ने र प्रदेशको मात्र सीमाङ्कन गर्ने अरू कुरा भनेको त प्रदेशले गर्ने हो भने बुझाइ केही संघीयताभित्रका राजनीतिक पार्टीको भएकोले गर्दा त्यो गलत बुझाइ हो र त्यो गलत बुझाइ संघीयताको खाका पनि केन्द्रले नै दिने हो स्थानीय निकायको खाका पनि केन्द्रले नै अन्तमा के भन्न चाहनुहुन्छ अन्तमा सकारात्मक रूपमा सोचौँ नेपालको निम्ति विशिष्ट रूपमा सोचौँ अरूले बोकाएको कुरा नबोकौँ नेपाली हुँ र सकारात्मक सोचको साथ आफू कर्तव्यनिष्ठ भएर समृद्ध नेपालको निम्ति एक भएर अगाडि बढौँ सबै समस्याको समाधान गर्न सकिन्छ र अरू कुनै विदेशीले समस्याको समाधान गर्दैन नेपाल र नेपालका राजनीतिक पार्टीहरूले नै समस्याको समाधान गर्नुपर्छ आन्दोलनरत दलहरू अहिले व्यवस्थापिका संसदमा गएर संविधान च्यातेर होइन संविधान पुनर्लेखनले होइन संविधान संशोधनको प्रस्ताव सहित आउनुहोस्
समस्या समाधान हुन्छ। प्रधानमन्त्रीदेखि डराउनु पनि पर्दैन, हच्किनु पनि पर्दैन। नेकपा एमाले देश र जनताको निम्ति र यो संविधान कार्यान्वयनको निम्ति दृढ सङ्कल्पित छ। यो सङ्कल्पमा हामी सबै एक हौँ भन्ने एकदमै महत्त्वपूर्ण समय आम दर्शकका लागि र सूर्योदय टेलिभिजनका लागि दिनुभयो। यहाँलाई म विशेष धन्यवाद दिँदै आभार व्यक्त गर्न चाहन्छु। मलाई पनि यो सूर्योदय टेलिभिजनमा पहिलोपटक आफ्ना मनका कुरा राख्ने अवसर दिनुभयो, त्यसको निम्ति सूर्योदय टेलिभिजनप्रति आभार प्रकट गर्न चाहन्छु। धन्यवाद। दर्शकहरू, सबभन्दा पहिला कुनै पनि कुराको आउटपुट, त्यसको निष्कर्ष, त्यसको परिणाम चाहनुहुन्छ भने तपाईँको विचार शुद्ध हुन जरुरी छ। विचार शुद्ध भएपछि तपाईँको भावना शुद्ध हुन्छ, भावना शुद्ध भइसकेपछि आचरण शुद्ध हुन्छ, आचरण शुद्ध भइसकेपछि तपाईँले दिन खोज्नु भएको के हो त्यही दिन सक्नुहुन्छ। यस्तै भावना विचार सँगसँगै तपाईँको आचरणमा पनि सुधार आओस् र राष्ट्र राष्ट्रप्रतिको प्रेम सधैँभरि जागिरहोस्। एकजना जो हामीले आज नेता ल्याएका थियौँ, लालबाबु पण्डित, उहाँ र उहाँको जस्तै विचार हामीमा समेत जाग्न सकोस्। आजको यो कार्यक्रम सिधा कुराबाट म कार्यक्रम सञ्चालक टिकाराम नेती र क्यामेरामा हेमन्त मैनाली अनि विष्णु श्रेष्ठ र एमसिआर पर्सन भाइ प्रदीप भाइलाई समेत बिदा दिनुहोस्। हेर्दै रहनुहोला सूर्योदय टेलिभिजन। हवस् त, नमस्ते।